हेलो गुड मर्निङ स्वागत छ मेरो च्यानलमा के को आवाज आउँछ अन्त सन्चै हुनुहुन्छ होला होइन अन्त म पनि सन्चै छु अन्त फेरि आज पनि मैले नयाँ भिडियो लिएर आइसकेकी छु अन्त आशा छ कि हजुरहरूले अन्तिमसम्म स्किप नगरी हेरिदिनुहुन्छ भनेर अन्त आज चाहिँ मेरो भिडियोमा के कस्तो हुन्छ थाहा छैन त कि आज मैले खेताला बोलाएको छु दाउरा बोक्ने अन्त खेतालाहरू पनि खासै फिक्स चाहिँ छैन कि आउने हो कि नआउने हो अनि आयो भने दाउराहरू बोक्नु छ अन्त खाजा चियाहरू बनाउनु पर्छ खेतालालाई त्यस्तै छ आजको मेरो काम मौसम चाहिँ आजको यस्तो छ साथीहरू पुरा घाम लागिरहेछ पुरा भन्दा नि मुनि घाम लागिरहेछ माथि त यस्तो बादल पो लागिरहेछ त साथीहरू अन्त मेरो खेताला चाहिँ यहाँ यो घरदेखि आउने हो के अनि एकजना चाहिँ यता माथि यहाँ माथि कुन घरदेखि भने यो देखिरहेको होइन यो रेड कलरको होइन यो उताबाट सेतो देखिँदै गरेको देखि चाहिँ आउने हो साथीहरू अनि फिक्स नै छैन खेतालाहरूको पनि यहाँ हेर्नु न साथीहरू अस्ति मात्रै कटुसको दाना खाएको जस्तो लाग्छ होइन फेरि यसबाट कति छिटो फुलिरहेछ लटरम समयहरू पनि कति छिटो बितेको म त छक्क पर्छु दिनदिनै बुढी भइसक्यो साथीहरू यस्तै छ हेर्दै गर्नु ल अन्त म चाहिँ चारोहरू लाउनु छ घाँसहरू लाउनु छ हो यहाँ चाहिँ मेरो म्याउहरू छ के मेरो बिल्लीहरू यसरी खेलिन्छ कस्तो राम्ररी खेल्छ के यिनीहरू त्यही छ हौ हाम्रो भाइ चाहिँ यसरी खुट्टिएर चप्पल खोलेर खेलिरहेको रहेछ यहाँ बोर्ड म तपाईँहरूलाई देखाउँछु केटाहरूको गेम चाहिँ कस्तो छ भनेर यसरी सुत्तामा छिराउने मान्छे कोही छ फ्लप खायो ल भाइले फ्लप खायो ल कसको पोइन्ट कति छ अरुणले चाहिँ अहिले देखायो गेम हो देखाए त हौ केटाले त छ्या हो नभनौँ न त्यसो नभन न त्यसरी आफ्नो यहाँ थोरै फसिरहेको छ हालत पत्ला भइरहेको छ यहाँ फसेर खेल है केटा अबै के हो गुडेर जान्छ त नि टायर जस्तो जान्छ त टायर जस्तो यस बेला पनि अब इन्ची टेप दिउँ ए केले भयो इन्ची टेप होइन ला यस्तो मात्रै पनि गएन त्यही त हौ साथी नहालौँ भिडियो चाहिँ बन्द है के हुन्छ त नि गेम बेजत मात्रै हुन्छ तिमीलाई म भालेको खेलाउ कस्तो दामी बस्यो नि सक्छ त कसैले सक्दैन नि हो सक्दैन फेरि दिवा भयो ला आज मेरो खेतला क्यान्सिल किन मेरो खेतला क्यान्सिल दिवा आउनु भयो भने त मेरो खेतला कहाँ आउँछ त नि केटाहरू यहाँ भुलिरहेछ है दिवा सबै जाउँ न बस्नु हिजो कति बजी पुग्नु भयो साथीहरू अन्त मेरो चाहिँ आज खेतला नआउने नै रहेछ अनि अब म चाहिँ घाँस लाउँछु अन्त सुँगुर चारो लाउँछु आफै पुग्छु के गर्नु हो मलाई कसैले पत्दैन एक्लो भनेर मलाई हेप्यो अन्त म चाहिँ यहाँ झिक्राहरू पनि केही टिपेको छैन कि आजको दिनमा चाहिँ अनि यहाँ चाहिँ यहाँ झिक्रा टिप्नु पर्ने छ यहाँभित्र सोर्नु पर्ने छ फेरि खरेउटो लिएर साथीहरू अन्त म चाहिँ अब यो खरेउटो यहाँ लग्छु अनि के छ गाइज के छ खबर मेरो बाख्राहरू पुरा उयो खरेउटो नि खानु खोज्छ अनि यहाँ चाहिँ सोर्नुपर्छ नि त किनभने अब यहाँ चाहिँ भित्र त्यो साह्रै बाक्लो गीत र ओछ्याएर चाहिँ फोहोर हुन्छ हौ ल साथीहरू म अन्त यो काम गरिसक्छु ल मैले चाहिँ घाँस पनि ल्याइसकेँ राम्ररी खाऊ ल अबै जुका हेर्नु त साथीहरू जुका पुरा बर्खा लाग्यो अब चाहिँ जुका आउनु थाल्यो है जुका अब चाहिँ घाँसहरू ल्याइसकेँ अब म सुँगुरलाई चारो लाउँछु चाहिँ हाम्रो काली सुतिरहेछ काली किन माम पनि खाएको छैन उसले मैले अघि नै दिएको यो कहाँ गयो माम खाने बेलामा
पुरा हिल्लै भइरहेछ त नि उठी लु माम खानुपर्छ ल पुरा निन्द्रामा जस्तो छ त नि निदाएको जस्तो गर्छ नाटकी आँखा उघाएर त आँखा खोली कस्तो नाटक गर्छ भने नि लु आऊ खानुपर्छ चाहिँ मेची सुँगुरको खोर चाहिँ यहाँ तल छ साथीहरू अब सुँगुरलाई चारो लाउने बाँकी नै छ अनि कि साथीहरू मैले लिएको झुक्का कहाँ हरायो भनेको त म यहाँ कुकुरसँग खेल्दा हाम्रो कालीसँग खेल्दा यहाँबाट चाहिँ झुक्का त यहाँ पो खसेछ पुरा घाममा चाहिँ उसलाई चाहिँ हिँड्नु गाह्रो भएको होला नि एक बित्ता पानी भएकोमा पनि लानु पर्यो उठी गर न उठी यहाँ चाहिँ साथीहरू मैले चाहिँ चारो लाउँदा यसको टाउकोमा परेछ यो चाहिँ मेरो सुँगुरहरू हो साथीहरू कस्तो दामी खाँदैछ चारो ल साथीहरू अब चाहिँ म चाहिँ दाउरामा लागेँ दाउरा ओसार्छु अनि कोदाली पनि म लाँदैछु नि त पुरा खिया परेछ कोदाली त के अरे कोदाली किन लगेको भने नि अनि माथि बाटो अलिकति बनाउँछ कि अनि चिप्लोमा लड्यो भने है यो खाउला लाउला भन्ने उमेरमै जिप्लो टोक्यो भने त गाह्रो छ नि साथीहरू अनि आफूलाई चाहिँ धेरै बाँच्ने इच्छा छ हो अनि त्यस्तो बप्ठ्यारो बाटोमा भारीसँग लडेर मऱ्यो भने त खेल खत्तम हुन्छ साथीहरू ल म चाहिँ लागेको अघि मैले कोदाली लिएको थिएँ नि त साथीहरू अन्त यो जग्गामा चाहिँ यस्तो चिप्लो छ कि हेर्दा चाहिँ यस्तो इजी देखिन्छ नि अन्त माथिदेखि भारी बोकेर आउँदाखेरि चाहिँ कसम भनेको यस्तो गाह्रो हुन्छ कि यहाँ के अरे जिउ कन्ट्रोल गर्न अनि त्यही माथि यस्तो चोकीहरू छ नि त यस्तो चोकीहरू छ यहाँ अनि यहाँदेखि उयो मासतिरसम्म चाहिँ बनाऊ भनेर मैले ल्याएको हो कि कोदालो अन्त अब म यो बनाउँछु ल अन्त म तपाईँहरूलाई फेरि देखाउँछु मैले कस्तो चाहिँ बाटो बनाउँदो रहेछु बाटो त्यस्तो राम्रो पनि बनाउनु पर्दैन अलिअलि टेक्ने जग्गा चाहिँ खनिदिनु पऱ्यो भनेको क्या कुर्कुजा अड्याउनु अनि भरे यहाँ लड्यो भने त नि यस्तोमा चोकेमा घोच्यो भने त नि गाह्रो छ नि हो फेरि पानी परेर बाटै चिप्लो छ कि यतिको मात्रै टेका मात्रै लाग्यो क्या साथीहरू खुट्टा राख्ने जग्गा मात्रै मैले बनाएँ यति भएपछि मलाई भयो अब म लाग्छु यहाँदेखि त अलिक सजिलै छ बाटो यहाँ चाहिँ यस्तो चौकीहरू छ कि अन्त यो चाहिँ लड्यो भने त खत्तम हुन्छ अन्त मेरो दाउरा चाहिँ यहाँ छ साथीहरू अस्तिको भिडियोमा पनि देख्नुभयो होला बहिनी आउँदाखेरि बहिनीसँग यहाँदेखि मैले बोकेको थिएँ यो चाहिँ अलिक नजिक पर्छ अन्त म चाहिँ पर जान्छु किनभने फर्स्ट टाढाको बोक्यो भने राम्रो नि त सक्दै जाँदाखेरि नजिकको अनि आनन्द हुन्छ साथीहरू म पल्लो ठाउँमा पनि देखाइदिन्छु ल मेरो दाउरा अनि अर्को भनेको चाहिँ यहाँ छ यहाँको पनि मैले आधी बनाइरहेको छु हो अन्त यिनीहरू चाहिँ किन नकाट्नु भएको हाम्रो पापाले त्यो चाहिँ मलाई थाहा भएन अनि डल्लै काट्नु रहेछ अन्त म चाहिँ अझै उता जान्छु अन्त यहाँ पनि छ के अरे लापरवाही छ यहाँ चाहिँ यो चाहिँ म एक दुई दिनमा लान्छु अन्त लास्ट भनेको चाहिँ यो म चाहिँ यहाँदेखि स्टार्ट गर्छु दाउरा बोक्नु आजलाई अनि यो मात्रै होला यहाँदेखि माथि त छैन होला हौ अनि त डल्लै काट्नु बाँकी रहेछ यति छ ल साथीहरू म चाहिँ दाउरा बोक्छु अब यति ओसार्नु छ कि मैले यो थाक अनि त्यो पल्लो भएको अनि लास्टमा फर्स्टमा अघि आउँदा मैले देखाएको त्यति बोक्नुको लागि आज खेतला बोलाएको तर साथीहरू खेतला नै आइदिएन अब म आफै बोक्छु ल साथीहरू म चाहिँ भारी पुऱ्याएर गएको अब यसरी नै म बोक्छु
भरेसम्म बोक्छु अन्त आज मैले नै आफै बोक्नुपर्ने रहेछ खेतलाहरूले पनि मलाई धोका दियो धोका अन्त तर के म आफै पनि सक्छु कि तर के अरे खेतला लाउँदाखेरि छिट्टो हुन्छ नि त ग्राम ग्रुम अनि मलाई चाहिँ लाग्छ नि त 2-3 दिन लाग्छ अन्त यता घाँस पनि काट्नुपर्ने हुन्छ अरू पनि काम मान्छे आउँछ मान्छेले बोलाउँछ अन्त खेत लाउँदाखेरि त अनि खेतलाले सरासर बोकिदिन्छ नि त भनेर चाहिँ बोलाएको अब एक्लै बोकिदिन्छु म साथीहरू अहिलेको मौसम चाहिँ फेरि यस्तो भयो नि यतिखेर चाहिँ 4 बजिसक्यो कि साथीहरू अनि पानी पर्दैछ सिम मौसम चाहिँ यस्तो छ अन्त मैले चाहिँ यति मात्रै आज दाउरा बोकेको यति दाउरा बोकेँ अन्त अरू काम गरेँ अनि त्यस्तै हो साथीहरू यति मात्र बोकेको मैले आज दाउरा म चाहिँ यस्तो फेटा बाँधेर बसिरहेको छु साथीहरू अन्त यस्तो पानी पनि परिरहेको छ मलाई भित्र कहाँ टाउको दुखिरहेछ चिसोले पनि होला होइन मलाई चिसो लाग्नै हुँदैन टाउको दुखिहाल्छ हो अन्त अब चाहिँ बेलुका बसिसक्यो अब म के गर्छु खानापिना बनाउँछु अनि त्यहाँदेखि घाँसहरू मिलाउँछु चारोहरू मिलाउँछु अरू कति काम धेरै छ यहाँदेखि उता चाहिँ म भिडियोलाई कन्टिन्यू गर्न सक्दिनँ अन्त त्यही भएर म आज यतिसम्म मात्रै भिडियो बनाएँ साथीहरू जस्तो सुकै भए पनि हेरिदिनु होला भन्दै तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भन्दै अर्को भिडियोमा भेटौँला टाटा बाई बाई